नमस्ते सबैजनामा म गाइनी क्लिनिक भक्तपुरबाट बोलिरहेको छु। बच्चा कम चलेको महसुस भएमा के गर्ने त? गर्भावस्थामा बच्चाको मुभमेन्ट अचानक कम हुनु चाहिँ राम्रो सङ्केत चाहिँ होइन है। विशेष गरी 28 हप्तापछि चाहिँ बच्चा नियमित चल्नु चाहिँ एकदमै जरुरी र एकदमै महत्त्वपूर्ण हो। यदि हाम्रो बच्चाको मुभमेन्ट चाहिँ कम भएको छ वा मुभमेन्टै भएको छैन भने सुरुमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ मदरले चाहिँ अब केही हल्का खानेकुराहरू खाने वा केही मिठो कुराहरू खाने जस्तै जुसहरू चक्लेटहरू त्यो चाहिँ खान सकिन्छ है। यसले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मदरले खाएको ग्लुकोज चाहिँ बेबीमा जाने भयो र बेबी चाहिँ एक्टिभ हुने भयो केही समयको लागि। तर जहिले पनि बच्चा कम चलेको छ त्यतिखेर चाहिँ अब म जुस खान्छु मिठो कुरा खान्छु भनेर चाहिँ सोच्नु हुँदैन। यस्तो गर्यो भने चाहिँ पछि बच्चालाई असर हुन सक्छ र मदरलाई पनि खतरा हुन सक्छ र यस्तो बेला चाहिँ हस्पिटल गइहाल्नुपर्छ। त्यसै गरी अर्को भनेको चाहिँ मदरहरू चाहिँ अब लेफ्ट ल्याटरल पोजिसनमा सुत्ने अर्थात् देब्रे कोल्टो गरेर सुत्नुपर्छ। यसले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बच्चामा अक्सिजन मजाले पुग्ने भयो र बच्चा चाहिँ चल्न चाहिँ हेल्प हुने भयो है। त्यसै गरी चाहिँ मदर चाहिँ एउटा शान्त ठाउँमा बस्ने र बच्चाको मुभमेन्ट चाहिँ अब गर्ने रेकर्डहरू गर्ने है बसेर चाहिँ। अब बच्चाको मुभमेन्ट कस्तो हुन्छ भन्दाखेरि चाहिँ बच्चाले लात्ती हानेको जस्तो फिल हुने, पेट चाहिँ हल्का हल्लिएको जस्तो लाग्ने अनि घुमेको जस्तो हुने र पेटको सेपहरू चाहिँ केही समयको लागि चाहिँ चेन्ज भएको देखिन्छ। त्यो भनेको चाहिँ बच्चा मुभमेन्ट भएको भनेर बुझ्न सकिन्छ। र यो चाहिँ हामीले के गर्नु पर्यो त काउन्ट गर्नु पर्यो एउटा पेपर र पेन लगेर। अनि हामीले चाहिँ 2 घन्टामा चाहिँ अब एटलिस्ट बच्चा 10 चोटि चलेको छ कि छैन त्यो चाहिँ काउन्ट गर्नुपर्ने हुन्छ है। अनि यदि अब बच्चाको यति गर्दा नि अब चलेको छैन जस्तो महसुस हुन्छ वा चाहिँ पहिलेभन्दा कम चलेको जस्तो मम्मीलाई चाहिँ अब महसुस भइरहेको छ वा पेट दुखेको छ ब्लिडिङ भएको छ अथवा चाहिँ अब पानीहरू बगिरहेको छ भने चाहिँ तुरुन्तै गाइनेकोलोजिस्टमा चेकअप गराउने। थ्याङ्क यू।